Hello and namaste. Welcome back to my YouTube channel and another videos. Hi, सबैजना सन्चै हुनुहुन्छ होला? म पनि भवाले सन्चै छु गाइज है. सो आज चाहिँ आमा छोरा मम्मी र म भएर रेसुङ्गातिर हल्का ग्रहहरू हेराउन थियो, त्यही भएर चाहिँ यहाँ माथि मोटो जाँदैछौँ. सो बाटोमा बवाल तरिकाले हैन, यहाँनिर देख्न सक्नुहुन्छ चिसो छ, लास्टै चिसो छ. पहिला त हिउँहरू पर्थ्यो यो साइडमा है, यहाँनिर पुरै हिउँले ढाकेको हुन्थ्यो. अहिले चाहिँ परेको छैन. अनि त्यही हो गाइज है. ल मम्मी पछाडि आउँदै हुनुहुन्छ, म भन्ने अगाडि गर्मी अब हिँड्दा चाहिँ गर्मी हुन्छ. सो गाइज यहाँनिर आइसकेका छौँ है. टोइलेट पनि छ यहाँनिर बस्ने है. हामी दाँड्दै थके लाग्यो भने चाहिँ आराम गर्दै माथि मोटरतिर जानु सक्नुहुन्छ. आर्थिक सहयोग कृषि ज्ञान केन्द्र अझै छ है. सिडीहरू चाहिँ धेरै नै छ. टक चढ्दै जानुपर्ने हुन्छ हैन. बवाल देख्न सक्नुहुन्छ यतापट्टि है, पुरै रुखहरू अनि बिचमा चाहिँ यहाँनिर सिडी हैन, माथि चढ्ने पुरै उही माथिसम्म यो सिडीहरू छ है. बवाल है. पहिला त थिएन है, पछि बनाएको. यो चाहिँ 4 वर्ष भयो होला लगभग यो बनाउन लाग्यो भन्दा नि बनाइसकेको 4 वर्ष भइसक्यो होला लगभग. दामी छ हिँड्नको लागि चाहिँ. टक्क माथिबाट झर्ने अनि उताबाट चढ्ने. अनि चाहिँ जताबाट झर्ने नि भयो. थकी लाग्यो. पानी पनि छ यहाँनिर चाहिँ, पानी पिउने पानीको नाला हो यो. त्यही नै हो गाइज है. हेलो गाइजहरू, त्यसै त होइन क्या नेपाललाई स्वर्ग भनेको त. यस्तो दामी ठाउँहरू देख्न पाइन्छ होइन. बवाल तरिकाले गरुड स्थान अरे. अनि यहाँनिर आइसकेपछि चाहिँ साथी है, यहाँनिर तलतिरपट्टि टक्क यहाँबाट तलतिर झरेपछि चाहिँ रामले तिर हानेर चाहिँ कुवा बनाएको है. रामकुवा भनेर चिनिन्छ. यहाँदेखि तलतिर जानुपर्ने हुन्छ होइन, टक्क लगाएर. अनि यहाँनिर चाहिँ गुल्मी युनाइटेड बचत तथा ऋण सरकारी संस्था प्रणालीद्वारा चाहिँ यो निर्माण गरिएको रहेछ. युनाइटेड भनेको चाहिँ युनिट के बोले है भन्दै के अरे. त्यस्तै चाहिँ थकी लाग्यो मम्मी. अहिले थकी लागिसक्यो. कस्तो अनुभव भयो मम्मी? चिसो भयो? आउँदा चिसो लागिरह मम्मीलाई. यहाँ पानी आइसक्यो चिसोले गर्दा चाहिँ. अब चाहिँ लगभग आइसक्यो. यहाँबाट चढेपछि चाहिँ टक्क लगाएर आइयो. यहाँनिर चाहिँ मोठा भनिन्छ होइन. यहाँनिर अगाडिपट्टि छ अलि माथि. सो यही नै हो गाइजहरू है. सो फाइनली हामी चाहिँ आइसकेका छौँ. हार्दिक स्वागत गर्दछौँ यहाँनिर रेसुङ्गाको यो तपोभूमि मोठोमा. बवाल तरिकाले है, यस्तो बवाल ठाउँहरू. सो गाइज ल फाइनल्ली यस्तो दामी ठाउँ छ. पुरा फिलहरू, यस्तो बवाल ठाउँ देख्न सक्नुहुन्छ यहाँनिर आइसकेपछि है. शान्त वातावरण. अनि यहाँनिर चाहिँ टिकट लिनुपर्छ है. टिकट लिएर 1000 रुपियाँको. सो बवाल रमाइलो गर्दै. हजुर
सो फाइनली गाइज है यहाँ पछाडिपट्टि देख्न सक्नुहुन्छ यो चाहिँ यहाँनिर चढेर होइन पुरै ठाउँहरू देख्न सकिन्छ। यसलाई हाम्रो रेसुङ्गा टावर भनेर चिनिन्छ है। अग्लो छ कति फिट छ पनि त्यो त थाहा छैन। ए हिमाल पुरै लगाइसकेछ बबाल ठाउँ देखिन्छ यहाँदेखि यस्तो यहाँदेखि देख्न सकिन्छ होइन। पारिपट्टि यो तमघास बजार यहाँदेखि चाहिँ बवाल तरिकाले देख्न सकिन्छ। हेर्न सक्नुहुन्छ गाइजहरू तमघास बजार होइन यस्तो दामी यहाँबाट यहाँ तमघास बजार है यो यस्तो खतरा देखिन्छ। तमघास माथि रेसुङ्गाको वन भने यही हो साथीहरू होइन। यही हो तमघास बजार। स्वर्ग भनेर त त्यसै भने होइन क्या नेपाल। स्वर्ग खोज्न टाढा जानै पर्दैन नेपाल आउनुहोस् साथीहरू। यहाँबाट देखिन्छ हाम्रो स्वर्ग यस्तो बवाल बवाल ठाउँहरू। सो गाइस हामी चाहिँ यहाँनिर चढ्दैछौँ है यो टावरमा। यो रेसुङ्गा टावर भन्ने यहाँनिर यस्तो बवाल ठाउँ छ। पुरा ठाउँहरूको चाहिँ अवलोकन गर्दै पुरा गुल्मी जिल्लाका पुरै मन्दिरहरू घुम्ने ठाउँहरू पुरै यहाँनिर चाहिँ फोटोद्वारा देखाइएको छ। कोही कोही फोटोहरू त पुरै के हो पुरै ओइलाइसकेछ कोही फोटोहरू त। यसलाई फेरि पुनर्निर्माण गर्ने बेला भइसकेको रहेछ। ल रेसुङ्गा भ्यू टावर है चढिसक्यो। अब देखिन्छ स्वर्ग भन्ने के हो साथीहरू होइन। यस्तो बवाल के कसम भनेको यो हो नि त पारा। आहाहाहा ल साथीहरू यो हो नि त स्वर्ग। यो हो नि त नजिकबाट क्या यहीँबाट देखिन्छ यस्तो हिमाल। यो हो नि त पारा। अनि कसले भन्छ नेपाललाई कसले भन्दैन क्या स्वर्ग भनेर। त्यसै भने त होइन नि साथीहरू। यहाँनिर देखिन्छ क्या यस्तो बवाल। योभन्दा पुरै आहा यो भन्दा पारा हिमाल। कतिजनालाई चढ्नु मन छ साथीहरू। पखा छहराली तिम्रै गीत यो चाहिँ तमघासको चिरिचोर भनिन्छ साथीहरू। यो चिरिचोर भयो। यो चाहिँ घरहरू। यतापट्टि आएर चाहिँ यो चाहिँ हाम्रो रेसुङ्गा है रेसुङ्गा एयरपोर्ट यहाँनिर देख्न सक्नुहुन्छ। यो चाहिँ एयरपोर्ट है साथीहरू। यो चाहिँ डोमेस्टिक एयरपोर्ट है। एयरपोर्ट अहिले चाहिँ एउटा पनि छैन त्यहाँ जहाज। हामीले यहाँबाट हेर्दै हुनुहुन्छ यहाँ अवलोकन गर्दै हुनुहुन्छ। यस्तो दामी दामी ठाउँहरू देख्न पाएपछि पनि मान्छेहरू त ढल्छन् यहाँ आएपछि त। यस्तो ठाउँ त छ नजिकबाट देखिन्छ क्या साथीहरू। यस्तो पनि यहीँबाट कि यहीँबाट यतै छ जस्तो लाग्छ हो कि नै भन्नु त। यहीँ नै छ नि त। यो भन्दा पारा
योभन्दा ठाउँ भने यहाँ यस्तो बवाल छ क्या। यहाँ आइसकेपछि चाहिँ मान्छेहरू त यतै बसौँ यतै घर बनाऊँ भन्ने जस्तो फिलिङ्स आउँछ। तर के गर्नु अलिकति चाहिँ माथि पर्छ है हाम्रो, त्यही भएर चाहिँ डाँडादेखि माथि पर्ने भएकाले चाहिँ अलिकति थकाइ जति पुरै मेटिन्छ यहाँ आएपछि। यहाँको ठाउँहरू हेरेरै थकाइ मेटिन्छ साथीहरू, यस्तो बवाल ठाउँ छ। त्यही भएर पनि यहाँनिर टावर छ है, त्यहाँनिर एनसेलको हो क्या सायद। पहिला चाहिँ अब माओवादीको कालमा चाहिँ यो पड्काइदिएको थियो, अहिले चाहिँ फेरि पुनर्निर्माण भइसकेको छ, सञ्चालनमा आएको छ। तर यहीँको यहीँ चाहिँ टावर टिपिराखेन है, त्यो चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ यो टावर। सो यही नै हो है यहाँको भ्यूहरू, यहाँको मन्दिरहरू, मठ मन्दिरहरू, टावर, भ्यू टावरहरू देख्दा मन पनि आनन्द स्वर्गमै आए जस्तो लाग्छ। अनि त्यही नै हो आजको चाहिँ स्पेसल हाम्रो भिजिट भनेको। हेरौँ है यो मन्दिर हेर्न सक्नुहुन्छ, यो मान्छेले नै खोपेर बनाएको है। यो चाहिँ हेर्नु कस्तो दामी के, यत्तिको मान्छेहरूले खोपेर बनाउन कत्तिको सकेको होला है। हेर्नु त पुरै यस्तो दामी दामी यहाँको ठाउँहरू, यस्तो घुमी घुमी। यति ठुलो घन्टी पनि छ है यहाँनिर बडेमनको। त्यही नै हो साथीहरू, यहाँको टावरहरू।